सबैजनाले एकैसाथ काम छोडेर गयो। तल त त्यो ग्याङ गरेर त्यो होटलमा आएको मान्छेहरू चाहिँ अब त्यहाँनिर ग्याङ गर्दो रहेछ, कहाँ गयो के भयो कसो गर्नु के गर्नु भनेर। त्यहाँपछि यिनीहरूले के गर्छ, अब लु न अब गयो त गयो होइन, अरू मान्छेहरू पनि हायर गर्छ, कोसिस गर्छ, हुँदै हुँदैन, कोही टिक्दैन हो। अब तिनीहरूले त अब यहाँनिर त केही न केही छ भनेर भन्ने गर्छ। अन्त दुईजनाले त कहिले केही देख्दैन त्यस्तो नराम्रो चिजहरू हो। अन्तखेरि त्यसपछि चाहिँ अन्तखेरि राहुलले चाहिँ भन्छ अब होइन यस्तो अब यति पैसाहरू उयो भइसक्यो। अन्त राहुलको चाहिँ फादर बिमार भएर फोन आउँछ राहुलकोमा कि तेरो फादर बिमार छ आइज भनेर जान्छ। अन्तखेरि बाउचेलाई त्यसले भन्छ म यस्तो यस्तो मैले पुरा पैसा लगाएँ होटेलमा होइन, तर पनि हामीले अब त्यो काम चाहिँ बचाउनु सकेन, बिग्रियो हाम्रो, मतलब कोल्याप्स भयो एक तरिकाले तिनीहरूको काम होइन, खतम भयो काम यसरी भनेर भन्छ। अन्त राहुलले लु न त लु अब बाउजूले केही भन्दैन। त्यहाँपछि राहुलले के गर्छ, त्यो अर्को इन्दोर भन्ने इन्दोरमा सायद